आउटफिट चाहिँ भोलि लगाएर भिडियो हाल्नुपर्छ क्या कुन लाउँछस् ड्रेस लाउँछस् कि सर्ट लाउँछस् त्यो सर्ट होइन कि अब यसमा चुज गर्ने आउँछ ल तैँले ज्याकेट के लाउँछस् त नो ज्याकेट ठिकै नो ज्याकेटै लाउनु न हुँदैन ज्याकेट सबै हेरौँ न त के दिन्छ कुनै यहाँमध्ये आफूसँग यस्तो छ भने चाहिँ त्यो लाउने के छ कुनै मध्ये यहाँमध्ये कुनै तसँग अब सबै एकचोटि गरौँ ल एकैचोटि गर्दै जाउँ यस्तो खालको चाहिँ केही पनि छैन है ह्याट छैन यस्तो टी सर्ट पनि छैन हौ त्यो चप्पल चाहिँ मिल्छ होला छ ब्ल्याकमा तेरो यो दुइटा त मिलेन इयरिङ यस्तो छैन लकेट पनि एउटा यस्तो अलि छैन यो पनि अलि छैन यस्तो कलर चप्पल एउटा अहिलेसम्म मिल्यो है छ्या कस्तो नराम्रो दिएको हौ ब्याग त त्यो त्यस्तो बिकिनी लगाएर कहाँ जाने प्यान्ट ओए यो वाला टी सर्ट छ नि एउटा यस्तो वाला टी सर्ट व्हाइट प्यान्ट छँदैछ नाइस कति सिरियस भएको साँच्चीको लाएर हिँड्ने हो त्यो कलर हल्का ग्रिनिस चाहिँ छ है कस्तो छैन त्यो चप्पल पनि एकचोटि मिलाउनु पर्छ जस्तो लाग्छ है मलाई इयरिङ यस्तो छ खै इयरिङ यस्तो छ र लकेट त यो मिल्छ अब यसमै मिलाउने ला ज्याकेट गरेँ त्यस्तो सर्ट लाउँछु म छर लाउँदैछ बाबाको त्यस्तै त नो ज्याकेट ठिक यस्तो खालको इयरिङ नि काइन्ड अफ त छ नि होइन अब हामी अब जसले गरे पनि भोलि चाहिँ एकजनाले आउटफिट गरेर देखाउँछौँ ल बाई चप्पल एउटा अर्को लाउने अलि अर्को लाउँ है चप्पल त्यो कलर छैन कि सेतो भएको छ त्यस्तो जुत्ता ए होइन त यस्तो होइन कि भन्दा त राम्रो छ यस्तो चाहिँ छैन त्यो ब्याग ओइ छ यो ब्ल्याक छ ब्याग अर्को गर्ने त्यही राम्रो छ त त्यही यस्तो खालको अलि छैन कि कलर खाना बाबा खाना मान्छे बुढो पोइको छ्या यस्तो चाहिँ बोकिँदैन है